हेलो हाई नमस्ते साथीहरू। आज फेरि न्यू डे न्यू भ्लग लिएर आएको छु। म र मेरो छोरो हामी तिङ्गो दोष जाँदैछौँ र के कहाँ कसरी र के किन्छौँ त्यो पनि म देखाउने छु। अनि त्योभन्दा अगाडि मेरो सानो गार्डन म मैले यहाँ फुल पनि रोपेको छु र साथसाथै करेला पनि रोपेको छु। मेरो करेला यत्रो छ, फुलेको पनि छ र सानो फलेको पनि छ भर्खरै। अनि त्यसपछि मैले यतातिर तिहारको लागि भनेर सयपत्री फुल रोपेको त तिहार आउन 2-3 महिना बाँकी छ। मेरो फुल त यहीँ फुलेछ, हेर्नुहोस् त कस्तो राम्रो छ। अनि स्ट्रबेरी पनि छ, अनि अझै सयपत्रीको बेर्ना पनि छ। अनि त्यसपछि मैले मखमलीको बेर्ना पनि रहेको छु 2टा। यो चाहिँ नेपालको जस्तै पर्पल कलरको हुन्छ, यो चाहिँ पिङ्क कलरको हो है, पिङ्क कलरको। मैले पिङ्क कलरको नि रोपेको छु। अनि यो सयपत्री हो। अनि त्यसपछि हामी आमा छोरा लाग्यौँ। ढोका खोला नि त, अनि साँचो छैन, जाउँ त लिन। अनि त्यसपछि भन्ने ढोका लाउँदैछ, एकचोटि मात्रै लाएर छोडिदेऊ न, भएन? भयो ल। आमा र छोरा हिँड्यो, हाई गर इभन, खै त हाई। अनि त्यसपछि हामी आमा छोरा हिँड्यो तिङ्गो दोषतिर तरकारीहरू किन्न। हाम्रो घरमा तरकारी सकिएछ, यही तरकारीहरू किन्न हामी हिँड्यो। अनि त्यसपछि यता बाटो नि क्रस गर्नु, यता बाटो क्रसिङ गर्नलाई जेब्रा क्रसिङ बाटो क्रस गर्नुपर्छ। उताबाट पनि आइरहेछ, यताबाट पनि आइरहेछ। अनि त्यसपछि हामी जेब्रा क्रसिङ गर्यो। Enjoy all moments every day and every night there. यसरी हिँड्दा हिँड्दै हाम्रो बाटोमा सानो गार्डन पनि छ। गार्डन भन्नाले यहाँको मान्छेहरूको खेती गर्ने ठाउँ खासै ठुलो त छैन, सानो सानो छ, तर धेरैजनाको छ। यस्तो छ बाटो। त्यही बस्ने इभनलाई देख। यही हो गार्डन। गार्डनमा सानो 3टा सानो सानो घर पनि बनाइदिएको छ। गार्डनमा यस्तो के भन्छ, निम्बुवा पनि फलेछ, बस्ने पनि बनाइदिएछ, चारैतिरबाट बारे पनि छ। अनि त्यसपछि गर्मीमा यहाँ सानो सानो कमिला निस्किन्छ, इभन धेरै डराउँछ कमिलादेखि, रोप्छ नि त। फुलहरू पनि रोपिन्छ यहाँ गार्डनमा। हाम्रो त त्यो मात्र हुन्छ, यता त फुल पनि रोपिन्छ। यस्तो छ फुल, तरकारीहरू पनि छ, फर्सी छ। अनि यो के भन्छ यसलाई, रोजमेरी पनि छ यहाँ, काउली पनि छ, सबै थरीका तरकारीहरू छन्, फुल पनि छ। अनि त्यसपछि यहाँ एउटा काम गर्दै हुन्छ आफ्नो गार्डनमा। यस्तै छ यहाँको। फेरि यो सबै एकजनाको होइन नि, यो धेरैजनाको हो। सानो सानो अलिअलि दिएको हुन्छ। फुलहरू पनि छ। यो त अर्कै कलरको, कति राम्रो। येल्लो कलरको देखेको थिएँ, तर यस्तो कलरको देखेको थिएन। कति राम्रो देखेको है।
नेपालमा त सिजनमा मात्र पाइन्छ, यहाँ त सबै सिजनमा पाइन्छ नि। यसलाई लसुन पनि रोपेर रहेछ यहाँ। नेपालमा त अहिले हुँदैन गर्मीमा लसुन, यता त रहेछ। अनि यो चाहिँ के भन्छ प्याजको फुल, कस्तो राम्रो है, कति धेरै छ। यो चाहिँ के हो, ऐसेलुको बोट हो, ऐसेलु। यस्तो हुन्छ है, फुलिसकेको छ, फलिरह, ऐसेलु हो यो। म नि यही आएर चिने हो ऐसेलु यस्तै हुन्छ भनेर। यस्तो रे। अब जाने अब, ल जाऊँ। अनि त्यसपछि आमा छोरा लगियो माथितिर। यस्तो छ नि फेरि बम चलिरहेको जस्तो। बिहान टक्क माथितिर चढिरहेछ। अनि त्यसपछि यहाँ पहिला पार्क थियो, अनि खासै मान्छे आउँथेन, अनि सबै उत्यो। अनि त्यसपछि पानी खाने यहाँ ट्याप ठाउँमा राखेको हुन्छ। पानी चाहिँ कसरी आउँछ इभन कुन थिचेर, यो थिचेपछि पानी आउँछ। अनि खानी हो यसरी, इभनले खा जस्तै खाइसक्यो। अनि यो छोडेपछि फेरि आफै बन्द हुन्छ है, पानी चाहिँ तल जान्छ। जाम। अनि यो चाहिँ चुरोटहरू, के अरे फोरहरू फाल्ने मेसिन हो। चुरोट चाहिँ यहाँनिर फालिन्छ खाएर, अनि माथि चाहिँ यसरी गरेपछि आउँछ। अनि त्यहाँ फालेन, अनि फेरि जान्छ। त्यसपछि हामी लाग्यौँ फेरि माथितिर। लाग्छ 5 पुग्नलाई। हामी जाँदैछौँ। अनि जाँदै बाटोमा मैले के देखेँ, कस्तो नेपालको याद आयो यो देखेर त, तिहारको याद आयो। म तपाईँहरूलाई नि देखाउने छु। पखाइ भन् कस्तो यो हेर न कति राम्रो। वाउ, आउन अझ 2-3 महिना बाँकी छ। यहाँ त फुलेर यस्तो छ, कति राम्रो देखेको त पनि। हेर न, इभन चाहिँ उहाँ बसेर छ। त्यसपछि हामी पुग्यो पिङ्गोदोस, आमा र छोरा। ल हिँड। अनि इभनको साथी 2टा अगाडि गइरहेको छ, अनि इभन पछाडि हिँड। अनि त्यसपछि पुग्यौँ हामी भित्र। इभनको साथी यता के हेरिरहेछ, इभन चाहिँ छोडेर गयो अगाडि। इभनले लियो, के लिने फर्स्टमा?
तिम्रो खानेकुरा ल्याउ नि त फर्स्टमा। अनि त्यसपछि हामी भित्र छिर्यौँ। छ त कति धेरै छ कुन लिने? त्यसपछि यो पास्टेल एरिया लिनलाई एउटा यो निकाल्न पन्जा पनि लगा, पन्जा उतै छ, पन्जा पनि लाउनु पर्छ। त्यो पन्जा ल्याएर हातबाटै लगाउन केही हुँदैन। इभनको फेभरेट। अनि यो झोलामा राखेर अनि त्यहाँ गएर आफ्नो कतिवटा लिएको के लिएको पन्जा निकालेर कति थियो मन त्यसको? खै गएर हेर न, इभनले बिर्स्यो फेरि। यो हो यहाँ अगाडि, यहाँको कति। त्यसपछि यसरी खिचेपछि पिलाउँछ। पहिला प्लास्टिक निकाल न हातबाट, यो त देखाएर त्यहाँ फाल्ने अनि त्यसपछि यो हाल्ने फेरि अगाडितिर। ल सम्म अब के लिने? मासुतिर हिँड न। अनि यो एरिया देखेपछि मलाई मेरो ससुरो बाको याद आउँछ है। ऊ चिरिया, चिरियालाई के हो यो? देखाइदेऊ यता, देखाइदेऊ न बुबा तपाईँको लागि। जाँदाखेरि इभनले लगिदिन्छ। अनि यो मिठो हुन्छ नि। अनि इभनले चाहिँ यो हजुरबाको लागि रोजेको यो चाहिँ मेरो हस्बेन्डले कस्तो भनेको भने यो भिडियो जति पालिन्छ त्यति मिठो हुन्छ। खै मलाई त थाहा भएन, कहिले पनि खाएन यस्तो। हस्बेन्डले भनेर सुनेको हुन्छ कि हुँदैन। के लिने अब? मासु हेर न। इभन चाहिँ आफ्नो खानेकुरा लिन जाँदैछ। उसको चाहिँ बेस्ट चिजवाल हो बिरालोको दाना। अब के लिने? यतातिर यो कतिवटा? 5वटा राख न। अलिक छोटो राख। इभन चाहिँ हेर्दैछ उसलाई के मनपर्छ। उसलाई मनपर्ने भनेको एउटा आइसक्रिम हो, झिङ्गे माछा। आइसक्रिम पनि लिने? हेर नि त तिमीलाई कुन मनपर्छ। ल आइसक्रिम मन पर्यो अरे, यो लियौँ। कुखुराको मासु डिस्काउन्टमा रहेछ। अनि गोरुको मासु पनि छ है। यस्तो हुन्छ गोरुको मासु, गोरु गाईको चित्र हुन्छ, यस्तै हुन्छ। त्यो अल्कोहल यो भित्रको कुण्डिनी हो, आफूले रोजेर लिने हो डिस्काउन्टमा। सक्यो जाँदैछु पैसा पे गर्नलाई। यस्तो हुन्छ पैसा पे। आइज कता गयो?
त्यसपछि हामी निस्क्यो बाहिर कुकुर देखाउँदैन नि होला उता टुङ टुङ इभनको साथी हो यो इपा कति राम्रो छ हेरिरहेछ अनि सामान किनेर हामी निस्क्यो इभनको बहिनी यता छ नि सानी बहिनी हो इभनको बहिनी हो मेरो पनि कहाँ कालो छ इभनको बहिनी अगाडिहरू साथी भेट भयो खाइरहेछौ कन्फ्युसा खान पायो भने मात्रै बजार आउँछ नत्र आउँदैन अरू बाबर जस्तो